आज म तपाईहरुलाई क्यापकटको प्रो भर्सन कसरी फेरिमा चलाउने भन्ने बारेमा सिकाउन गइरहेको छु। मेरो भिडियोलाई पुरा हेर्नुस्। सुरुमा हामीले क्यापकटमा भिडियो इम्पोर्ट गर्छौं। कुन भिडियोलाई एडिट गर्न खोजेको हो त्यो भिडियो राखेपछि क्यापकटको इफेक्ट जुन प्रो भर्सनमा उपलब्ध हुन्छ तिनीहरुलाई मात्र हामीले सिलेक्ट गर्छौं। अनि त्यसपछि त्यसमा हामीले इफेक्ट मात्र नभई स्टिकर्स, टेक्स्ट, ट्रान्जिसन सबै युज गर्न सक्छौं। र डायमन्ड वाला देख्नुभयो त जुन प्रोमा मात्रै लगाउन पाइन्छ तिनीहरुलाई हामीले ट्राई गर्छौं। अहिले हामीले स्टिकर राखेछौं हाम्रो भिडियोमा। त्यसपछि इफेक्टहरु पनि एड गर्दै जान्छौं। सबै कुरा इफेक्ट, ट्रान्जिसन, स्टिकर सबै अहिले चाहिँ टेस्टको लागि मात्रै हो। तपाईहरुले चाहिँ आफुलाई मन पर्ने रोज्न सक्नुहुन्छ। त्यसपछि हामीले इफेक्टहरु थप्दै जान्छौं। कति मन लाग्छ त्यति थप्दै जानुस्। जुन ट्राई गर्दा पनि हुन्छ किनभने यो पुरै क्यापकट अब हामीले फ्रीमा चलाउन गइरहेको छौं प्रो भर्जन। प्रोमा चाहिँ अलि राम्रो फिचर्सहरु हुन्छ त्यही भएर। फ्री भर्सनमा चाहिँ सबै फिचर्सहरु पाइँदैन। अब हामीले यसलाई एक्सपोर्ट गर्छौं हेर्नुस्। एक्सपोर्ट गर्दाखेरि जुन प्रो बन्यो यो चाहिँ हामीले टेस्टको लागि हो। देख्नुभयो नि प्रोमा भएको फिचर्सहरुलाई एक्सपोर्ट गर्दाखेरि मान्दैन। त्यसले अब टाइमलाइनलाई क्लिक गर्नुस्। त्यसपछि कन्ट्रोल ए दबाउनुस्, पुरै सिलेक्ट गर्नुस्। त्यसपछि राइट क्लिक गरेर क्रिएट कम्पाउन्ड गर्नुस्। नयाँ भिडियो जेनेरेट हुन्छ। यसलाई फेरि राइट क्लिक गरेर प्री प्रोसेस कम्पाउन्ड गर्नुस्। त्यो क्लिक गरेपछि अब 0% बाट सुरु भएर यसलाई 100% हुँदासम्म वेट गर्नुस्। 100% भइसकेपछि तपाईको भिडियो सेभ गर्नुस्। 첫 번째 점은 왼쪽 끝. क्यापलाई मिनिमाइज गरेर विन्डोज प्लस आर बटन दबाउनु भयो भने एड डाटा भनेर टाइप गर्नुस् कमान्डमा। त्यसपछि लोकल भित्र जानुस्। लोकलको क्यापकट भित्र जानुस्। क्यापकट भित्र युजर डाटा भित्र जानुस्। त्यसभित्र प्रोजेक्ट्समा दुईटा कम्प्लिट ट्र्याक वालामा क्लिक गर्नुस्। त्यसपछि अहिले बनाइरहेको प्रोजेक्टको नम्बर याद गर्नुस्। 0714 छ हाम्रो चाहिँ। रिसोर्सेसमा जानुस्। त्यसपछि रिसोर्सेसको कम्बिनेसनमा जानुस्। कम्बिनेसनमा दुईटा भिडियो हुन्छ तपाईको। अगाडिकोपट्टि MP4 वाला भिडियो चाहिँ सिलेक्ट गरेर त्यसलाई ट्र्याक गरेर 왼쪽 끝이야 있나? रिप्लेस क्लिपमा क्लिक गर्नुस्। त्यसपछि रिप्लेस क्लिपमा क्लिक गरिसकेपछि अब तपाईको एडिट गर्नुभएको भिडियो टाइमलाइनमा गएर प्ले गरेर हेर्न सक्नुहुन्छ। अब यो नयाँ बनेको भिडियोलाई तपाईले एक्सपोर्ट गर्नुस्। अब 4K भिडियोमा सेभ गर्न सक्नुहुन्छ। बिट रेट जति राख्नु भयो हायरमा राख्नुस्। फ्रेम रेट 60 fps मा राख्नुस्। आफुलाई के कुन मन लाग्छ त्यसमा गर्नुस्। त्यसपछि सेभ गर्नुस्। 왼쪽 끝이야 있나? 왼쪽 끝. 여기다 왼쪽 끝. 첫 번째 점은 왼쪽 끝. कम्प्युटरको फोल्डरमा गएर सेभ हुन्छ।
त्यसपछि यसलाई तपाईँले युट्युब भिडियोमा अपलोड गर्न सक्नुहुन्छ। हस्त धन्यवाद। 왼쪽 끝이야. 점수에서 중간 여기는